साथीहरु गुड मर्निङ, जय नेपाल। म दाङ क्षेत्र नम्बर 2 को बासिन्दा है। यहाँबाट विपिन कुमार आचार्यज्यूले जितेर जानु भएको छ। उहाँलाई धेरै धेरै बधाई छ। साथसाथै मैले सामाजिक सञ्जालमा कता कता सुने क्षेत्र नम्बर 2 का केही नेतागणहरूले चाहिँ एउटा भाष्य निर्माण गरिएको जस्तो लाग्यो। उहाँको त्यो स्ट्याटस हेर्दाखेरि उहाँले चाहिँ के भन्नुभएको छ भनेपछि सबै चिज किन्न पाइन्छ, असम्भव बन्ने कुरा केही छैन। निर्वाचन आयोगले जति हामीलाई टिपायो त्यति नै हामीले सही मानेर हिँड्यौँ। हामीले रुजु गरेनौँ, चेक गरेनौँ, त्यो हाम्रो गल्ती भयो। यसको मतलब उहाँले के भन्न खोज्नुभयो भन्दाखेरि निर्वाचन आयोगका मान्छेहरू नै बेचिए, रासोपाले किन्यो, मत किन्यो, निर्वाचन आयोगका मान्छे बेचिए। निर्वाचन आयोगका मान्छेले जे भने त्यही हाम्रा के अरे उसमा खटिएका निर्वाचनमा खटिएका प्रतिनिधिहरूले त्यहीलाई नै सही मानेर टिपेर ल्याए। चेक जाँच गरेनन् भन्ने एउटा मैले कता कता के सुने हैन। यसो बुझ्दाखेरि त्यो होइन, नेतालाई थाहा हुँदैन जनताले मत कहाँ जान्छ भनेर। जो नेता गए पनि नेताले हुन्छ हस् भोट हजुरलाई, सक्यो, तपाईँ ढुक्क भएर जानुहुन्छ। तर त्यो होइन, हामी जनता हौँ। हामीले गाउँ घर छर छिमेक हरेक क्षेत्रमा घुम्या हुन्छौँ, डुल्या हुन्छौँ। कसको मनमा के छ भनेर हामीले त्यहाँ बुझिरहेका हुन्छौँ। त्यो तल्लो स्तरको जनतालाई थाहा हुन्छ कि त्यो मान्छेले के गरिरहेछ भन्ने कुरा, त्यो त्यहाँका मतदाताहरूले के सोचिराछन् भन्ने कुरा। मैले त पहिल्यै भने हैन र। जतिखेर घोराइ नम्बर वडा नम्बर 13 दाङ क्षेत्र नम्बर 2 को वडा नम्बर 13 मा वडा भेलामा हाम्रो किरण किशोर घिमिरेज्यू आउनु भएको थियो नेपाली कांग्रेसको। त्यतिखेर मैले त्यही पार्टी कार्यालय अगाडि नै भनेको थिएन र। कति मान्छेहरू त त्यही हुनुहुन्थ्यो त, सुन्नु भएको थियो होला। किन यस्तो भन्छौ भनेर भन्नु भएन र। मैले नेपाली कांग्रेस तेस्रो पार्टी हो अहिले। अब पहिलो चाहिँ को हुन्छ मलाई पनि थाहा भएन। एमाले र रासपामा एउटा हुन्छ, दुईटा मध्ये एउटा पहिलो दोस्रो हो, तेस्रो चाहिँ नेपाली कांग्रेस हो भनेर भनिदिँदाखेरि तपाईहरुले पताउनु भएन। तर फलस्वरूप अहिले त्यही नै आयो। त्यसलाई चाहिँ सबैले, त्यो जनताको मतलाई चाहिँ सबैले तपाईहरुले स्वीकार्नुपर्छ। र यो अहिलेको सबक भनेको जनताले जुन तरिकाले सबक दिएका छन्, सिकाएका छन्, पाठ सिकाएका छन्, यो चाहिँ के हो भन्दाखेरि पुरानो नेताहरूलाई सुध्रिन आवश्यक छ, सुध्रिनुपर्छ है। अब यो 5 वर्ष त अब तपाईहरु चुप लागेर बस्ने, हामी रोडबाट, अब सदनमा पनि छैन हाम्रो उपस्थिति। अब हामी जनता सबै नेपाली कांग्रेस माओवादीदेखि लिएर हरेक दलका जति पनि राजनीतिक दलका मान्छेहरू हुनुहुन्छ, हामी सब जनता हो। हामीले सडकबाट खबरदारी गर्ने हो। यदि राम्रो काम गर्छ राष्ट्रपाले भने उसको समर्थन गर्ने हो, नराम्रो काम गर्छ भने हामीले उसको विरोध गर्दै जाने हो। त्यो हाम्रो कहाँबाट हुन्छ त? अब सडकबाट हुन्छ। हस्।